मृत्यु पश्चात के हुन्छ? विज्ञानको खोज पनि यही छ कि मानिसको मृत्यु पश्चात के हुन्छ। पार्थिव शरीर त चरणबद्ध तरिकाले कुहिएर जान्छ, तर उसले जीवनभरि बटुलेका दृश्य र ज्ञान के होला? विज्ञानले यसको उत्तर फेला पार्न सकेको छैन। धार्मिक पक्षलाई हेर्ने हो भने आत्मा सबैको अमर हुन्छ, तर शरीरले रूप फेरिरहन्छ। मनुष्य भएर जन्मिए पनि उसको एउटा मूल उद्देश्य हुन्छ र त्यो उद्देश्य प्राप्त गरिसकेपछि उसको जन्म सिद्ध हुन्छ भनेर धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। तर आधुनिक मानव दिमागले यी सबै कुराहरूको निष्कर्ष निकाल्न सकेको छैन। अझै पनि मानिसहरू अन्योलमा छन् कि जीवनको उद्देश्य के हो र मृत्यु पश्चात वास्तवमै के हुन्छ। यसै सन्दर्भमा भगवान गौतम बुद्धले आफ्ना शिष्यहरूलाई ज्ञानको ज्योति बाँडिरहेको एउटा कथा प्रसङ्ग छ जुन अति नै रोचक छ। एकपटक गौतम बुद्धलाई उनका शिष्यले सोधेछन्, हे भगवान, हजुरले आजसम्म हामीलाई धेरै पाठहरू सिकाउनु भयो, तर यसको बारेमा भन्नुभएको छैन कि मानिसको मृत्यु पश्चात के हुन्छ। शिष्यको यस्तो प्रश्न सुनेर बुद्ध मुस्कुराएर प्रतिप्रश्न गरे, पहिला मलाई यो भन्न पर्छ, यदि कोही कतै जान लागिरहेको छ र अचानक कतैबाट उसको शरीरमा एक विषले भरिएको तीर आएर लाग्छ, यस्तो बेलामा सुरुमा के गर्नुपर्छ? शरीरमा लागेको तीरलाई हटाएर उपचार गर्नुपर्छ कि तीर कहाँबाट कसले हान्यो भनेर खोज्न जानुपर्छ? शिष्यले बुद्धको मनसाय बुझिसकेको थियो, तैपनि उनले भने, सुरुमा त उसको शरीरबाट तीर झिकेर तुरुन्तै उपचार गरिहाल्नुपर्छ गुरु, नत्र त्यो विष उसको पुरै शरीरमा फैलन थाल्छ। तिमीले ठिक भन्यौ वत्स। अब यो भन कि पहिला यस जीवनमा दुःखको निवारण गर्ने उपाय खोज्छौ कि मृत्यु पश्चात के हुन्छ भनेर सोध्छौ? बुद्धको प्रश्न सुनेर शिष्य अकमक्क परे। बुद्धको यो बाणीबाट सिक्न सकिन्छ कि हरेक कुराको एउटा रीति हुन्छ, क्रम हुन्छ। जीवनको उद्देश्यलाई बुझ्ने कुनै सर्टकट छैन र हुँदैन पनि। जसले बुझ्छ उसले मात्र बुझ्छ। पृथ्वीमा जन्म लिएर आइसकेपछि हाम्रो परम कर्तव्य भनेको असल कर्म गर्नु हो। त्यही हाम्रो परम धर्म हुन जान्छ।